नमस्कार साथीहरू, आजको भिडियोमा म तपाईहरूलाई 3 वर्षमै राम्रो आम्दानी दिन सक्ने बोधिचित्तको बिरुवा सही तरिकाले कसरी रोप्ने भन्ने बारेमा विस्तारमा देखाउँदैछु। पछिल्लो समय बजारमा केही व्यक्तिहरूले किसान दाजुभाइहरूलाई यति मुखे फल्छ उति मुखे फल्छ भन्दै भ्रममा पारेर अत्याधिक महँगो मूल्यमा बिरुवा बिक्री गरिरहेको पनि देखिएको छ। त्यसैले यस्तो प्रचारको पछि नलागी सही जानकारी लिएर मात्र बिरुवा खरिद गर्नु अत्यन्तै आवश्यक देखिन्छ। आजको यो भिडियोमा हामी बोधिचित्तको बिरुवा कसरी छनौट गर्ने, सही तरिकाले रोप्न के कुरामा ध्यान दिनुपर्छ भन्ने सम्पूर्ण जानकारी दिनेछौँ। सबैभन्दा पहिला तपाईले 1 फिट गहिरो खाल्डो खन्नुहोस् र त्यो खाल्डोमा राम्रोसँग पाकेको गोबर मल अथवा गड्यौला मल यानि कि भर्मी कम्पोस्ट हाल्नुहोस्। यसरी गोबर मल वा भर्मी कम्पोस्ट मल हाल्दा माटोको उर्वरा शक्ति बढेर बिरुवा स्वस्थ रूपमा हुर्किन्छ। यसले जराको विकास राम्रो गराई पोषक तत्त्वको उपलब्धता बढाउँछ। बिरुवाको रोग प्रतिरोधात्मक क्षमता बढाएर हरियो र बलियो बनाउँछ। बिरुवा छनौट गर्दा 1-2 वर्ष पुरानो जरा छिप्पिसकेको बिरुवा प्रयोग गर्दा बिरुवा मर्ने सम्भावना निकै कम हुन्छ। यसरी मल भन्दा माथि 1 बित्ता माटो राख्नाले बिरुवाको जरा सिधै मलको सम्पर्कमा आउन सक्दैन, जसले गर्दा बिरुवाको जरा कलिलै भएको अवस्थामा पनि मर्ने सम्भावना कम हुन्छ। यति गरिसकेपछि नर्सरीबाट ल्याइएको बिरुवाको पोली ब्यागलाई हल्का च्यापेर बिरुवा सहितको माटोको डल्लो नटुक्रिने गरी सावधानीपूर्वक निकाल्नुहोस्। त्यसपछि तयार गरिएको खाल्डोको बीचमा बिरुवा सिधा राखेर वरिपरि माटो भर्नुहोस्। माटो भरिसकेपछि हल्का थिचेर बिरुवालाई मजबुत बनाउनुहोस्। साथीहरू, यदि बजारमा बिक्री भइरहेको मुखे दाना फल्ने बिरुवाबाट साँच्चै नै मुखे दाना फल्ने 100% ग्यारेन्टी भएको भए आज हरेक नेपाली करोडपति हुन्थे। त्यसैले यस्ता भ्रमको पछाडि नलाग्नुहोस्। अर्को भिडियोमा हामी बोधिचित्तको फल सानो, आकर्षक र उच्च गुणस्तरको उत्पादन गर्न अपनाउनु पर्ने आवश्यक विधि र व्यवस्थापनका बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। अन्तिममा पर्याप्त पानी हाल्नुहोस्, जसले गर्दा जरा छिट्टै माटोसँग घुलमिल भई बिरुवा राम्रोसँग बढ्न मद्दत गर्छ।